मलेसियन रिङ्गेट र नेपाली पैसाको चाहिँ आज म कुरो गर्न गइरहेको छु। यो विषयमा तपाईँहरूलाई कसैलाई थाहा छ भने प्लिज कमेन्ट चाहिँ गरिदिनु होला भन्न चाहन्छु। जसलाई पनि होइन यो मेरो भिडियो विकीहरूको फोनमा पुग्यो भने प्लिज कमेन्ट चाहिँ एउटा कमेन्ट गरेर छोडिदिनु होला, मलाई पनि बुझाइदिनु होला भन्न चाहन्छु। र अनि म चाहिँ 2017मा मलेसिया छिरेको होइन। 2017मा मलेसियामा छिर्दाखेरि मलेसियन एक रिङ्गेटको नेपाली 28, 29, 30हरू भइरहन्थ्यो होइन। अनि 30सम्म पुगेको थियो। र अनि त्योभन्दा हाई चाहिँ कहिले पनि गएन। म 2020सम्मै बसेँ मलेसिया। त्यसपछि म 2022मा फेरि मलेसिया छिरेँ होइन। 2022मा छिर्दाखेरि तपाईँको 30, 31, 32 त्यस्तो भइरहन्थे होइन। 28, 29 पनि भएको थियो 2022 पछि पनि। त्यसरी रनिङ भइरहेको पैसाहरू अप डाउन भइरहन्थे। लगभग लगभग तपाईँको यो जेएनजी आन्दोलन पछि चाहिँ करिब करिब पैसाको रेट चाहिँ खत्रै बढ्यो। अहिले तपाईँको 36, 37 भइरहेको छ अहिले होइन, अहिलेको तत्कालीन रूपमै। र अनि यो विषयमा चाहिँ हामीले के बुझेछ भन्दाखेरि नेपालको इकोनोमिक डाउन भइसकेपछि होइन, नेपालमा कुनै पनि विदेशी बजारमा पठाउने कुनै पनि हाम्रो प्रडक्टहरू पठाउन सकेन भने त हाम्रो इकोनोमिक त यतिकै पनि डाउन भइहाल्छ होइन। त्यो इकोनोमिक डाउन भएर चाहिँ विदेशी पैसाहरूको चाहिँ यति धेरै विदेशी एग्रिमेन्टको पनि यति धेरै चाहिँ हुने हो नेपालमा भनेर बुझिन्छ हामीले चाहिँ। र अनि तपाईँहरूलाई कसलाई के थाहा छ कमेन्ट गर्नु होला भन्न चाहन्छु। मैले बुझेको चाहिँ त्यो हो, त्यही भएर मैले तपाईँलाई सुनाएँ। तपाईँहरूले के बुझेछ के जानेछ कमेन्ट गरिदिनु होला भन्न चाहन्छु।